नमस्कार सबैजनालाई। सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ छुट्टीको दिन, त्यतिकै यो टेरिसमा आएर अलिकता भिडियो बनाइरहेको थिएँ म। भिडियो बनाउँदै बनाउँदै यहाँ यो नेचरको डाइभर्सिटी, क्लाइमेटको डाइभर्सिटी यो हाम्रो लेकम गाउँपालिकामा हेर्न सक्नुहुन्छ तपाईँ। यतातिर चाहिँ पानी लगभग अगाडि स्क्रिनमा देख्दै हुनुहुन्छ होला, त्यतातिर पानी परिरहेको छ। यता त्यो भूभागमा लगभग यहाँ पनि पुगिरहेछ, यो अलिअलि मेरो हातमा पनि परिरहेछ, मोबाइलको स्क्रिनमा पनि परिरहेछ। यतातिर छैन पानी, यो अगाडि यो मौखलीको भेगतिर छैन, यतातिर सल्लाह प्लस यो कुँडीको भेगतिर चाहिँ पानी परिरहेको छ। यो तपाईँको यो घोगा मकै बारी पनि अब पस्टाउन लागिसकेको छ, अन्तिम चरणमा छ। अब यो घोगा कसैका चाहिँ कृषकहरूको चाहिँ लगभग यो मकै चाहिँ फलिसकेको छ। अब लगभग यो खाने किसिमको भइसकेको छ। यतातिर तल चाहिँ यहाँ भएको छैन, यो चाहिँ भइसकेको रहेछ।